आज कता कता हाम्रो देशमा कानुन नै छैन, नियमै छैन जस्तो भएको छ। हामीले कसरी भन्ने के? खास त अब हामीले हाम्रो बच्चाहरूलाई पनि, छोराहरूलाई पनि संस्कार सिकाउनु पर्यो होइन। छोरीहरूलाई त हामीले सिकाइन्छ नै र सँगसँगै छोराहरूलाई पनि संस्कार सिकाउने। अनि आज म हजुरहरूलाई एउटा सन्देशमूलक भिडियो लिएर आएको छु। हामीले हाम्रो छोरीहरूलाई पनि धेरै नै कुराहरू सिकाउनु पर्ने बाँकी नै छ जस्तो लाग्छ कि मलाई होइन। अब नबुझ्ने बिचरा ती त नबुझ्ने नै थिइन्, बुझ्ने भएकाहरूलाई त हामीले सिकाउन सकिन्छ। नानी, तिमीलाई गुड टच र ब्याड टचको बारेमा थाहा छ? चिन्छौ? ल मैले तिमीलाई अब यो टच गरेँ, यो कस्तो टच हुन्छ? अनि यसरी नै कसैले पनि गर्यो तिमीलाई भने, कसैले ब्याड फिल आउँछ तिमीलाई आयो भने तिमी नबोली बस्ने होइन होइन। तिमी नबोली नबस्ने, तिमीले आएर आफ्नो घरमा सेयर गर्ने होइन। अनि आफ्नो मम्मुलाई हुन्छ कि, आफ्नो दादालाई हुन्छ कि, आफ्नो बाबालाई हुन्छ कि, अथवा अरू कोही हजुरबा हजुरआमा कसैलाई पनि, जसलाई पनि सेयर गर्ने कि। तिमीलाई यदि कसैले बाई चान्स होइन कुनै बेलामा त्यस्तो भयो भने तिमीले तिम्रो साथीहरूलाई पनि सिकाऊ गुड टच र ब्याड टचको बारेमा होइन। अनि अब जस्तै कसैले तिमीलाई एकदम ब्याड टच चाहिँ गरेछ भने तिमी डराउने होइन कि, डराएर रुनी होइन, डराउने होइन। यसो वरिपरि हेर्ने, एकदम टाठो हुने, चलाखो हुने होइन। वरिपरि हेर्ने, ढुङ्गो भेट्टाए ढुङ्गाले, मुडो भेट्टाए मुडाले, जेले हुन्छ त्यसले त्यो मान्छेलाई हान्ने। यसलाई चोट लाग्छ कि, ओहो यसलाई केही हुन्छ कि भनेर डराउने होइन, सिधै हानिदिने अनि आफू त्यहाँबाट भाग्ने होइन। अनि घरमा आएर भन्ने होइन, यस्तो गर्नुपर्छ। एक त हामीले हाम्रो छोरीलाई डराउन सिकाउँछौँ कि, नबोली बस्न यताउता होइन, एकदम टाठो बनाउनुपर्छ होइन। टाठो हुने, नडराउने, हानिदिइहाल्ने कि, जे भेटिन्छ त्यसले हानिदिने, पहिला हान्ने त्यसपछि भाग्ने होइन। त्यस्तो गर्नुपर्छ। र हामीले हाम्रो छोरालाई पनि एकदम धेरै संस्कार सिकाउनु पर्छ। हेर्नुहोस् त अहिले यो मलाई त कता कता भगवान् पनि छैनन् होइन, अनि नियम कानुन पनि छैन जस्तो लाग्न थालिसक्यो। अहिले हाम्रो देशमा कानुन मन्त्री महिला सविता गौतम हुने बेलामै हामी महिलाहरूको लागि यदि नियम कानुन आएन, बनेन भने साथीहरू कहिल्यै पनि बन्दैन है, कहिल्यै पनि बन्दैन। सम्बन्धित निकायसम्म ध्यानाकर्षण होस् अहिलेको यो एकदम गम्भीर घटना। अहिले पनि यदि हाम्रो छोरीबेटी, हामी महिलाहरूको लागि नियम कानुन बनेनन् भने कहिल्यै बन्दैनन्। यदि कानुन नियम बनाउन सकिँदैन भने बरु आमाको पाठेघरमै बच्चालाई भ्रूण अवस्थामै कि छोरी छुट्टाएर बरु पाठेघरमै मारिदिए हुन्छ। बरु जन्मै नदिने, जन्म दिएर यसरी बलात्कारको शिकार भएर यदि कोही आमाको काख रित्तो हुन्छ भने बरु बच्चै नदिनुहोस् कि, छोरी नै नदिनुहोस् न, छोरी जन्माउनेलाई कारवाही गरिदिनुहोस् होइन। होइन भने नियम कानुन हाम्रो छोरी, हामी महिलाहरूको लागि अरू होइन, जन्मकैद पनि होइन, मृत्युकै सजाय, फाँसीकै सजाय हुनपर्छ। यस्ता खालकालाई जो बलात्कारको शिकार भएको छ उसको मुहार दुनिया संसारले देख्न हुने, अनि जसले अपराध गरेको छ त्यसलाई मास्क लगाउनु पर्ने होइन। भएन भने प्रहरीको, प्रशासनको पुरा चारैतिरबाट घेराबन्दी। सिस्टम नै उल्टो के साथीहरू, सिस्टम नै उल्टो। जसले अपराध गरेको छ, जो अपराधी छ त्यसलाई प्रशासनको पुरा घेरा, सुरक्षा। किन दिने त्यसलाई सुरक्षा? किन लुकाउनु पर्यो त्यसको मुहार होइन। यदि सरकारले यस्ता खालका अपराधीलाई सजाय दिन सक्दैन भने जनताको हवाले गरिदिनुहोस्। जनताले न्याय अन्याय त्यहीँ छुट्याएर गरिदिन्छ होइन। त्यसलाई गर्नुपर्ने के हो त्यो त जनताले पनि जानेको छ होला। जनताले जानेको कुराहरू सरकारले नजान्नुपर्ने कुरो पनि छैन यहाँ। यस्ता खालका अपराधीलाई अबको दिनमा कहिल्यै पनि यस्ता खालको घटना सुन्न पनि नपरोस् होइन। र यस्ता खालका घटना घटाउने अपराधीलाई मृत्युदण्डको सजायको नियम कानुन बनोस् भन्ने चाहन्छु मैले। अब अहिले हाम्रो महिला मन्त्री हुनुहुन्छ, महिला मन्त्रीको पालामै महिलाहरूको हक हितको लागि नियम कानुन बन्नुपर्छ।